यति बेला ठ्याक्कै बिग मार्ट अगाडि छु अनि मैले आज एउटा कुरो तपाईँहरूलाई के भन्न लाग्यो भने यहाँ पनि मैले भेट्टाइनँ नभेटाएको कुरो चाहिँ के भने आइस क्युब मैले यति बेला भाट भटिनीदेखि लिएर गएर बिग मार्ट के मार्ट अनि अर्को के स्याम स्टोर यस्तो यस्तोमा सबैतिर खोजेँ तर मैले आज औषधि हुन्छ मर लाएको मान्छे बाँच्छ भनेर 1.5 घन्टा खोज्दा पनि मैले एउटा आइस क्युब भेटाउन सकिनँ। आइस क्युबको प्याकेट जसलाई चाहिँ पहिला मैले किन्दा 50 रुपियाँमा पर्थ्यो आज मैले 1.5 घन्टा भयो म लेलीदेखिबाट यहाँ सातो बाटोसम्म भाट भटिनी आएर मैले फर्किँदैछु। म ठ्याक्कै अहिले यहाँ कुमलटार कटेँ होइन। यहाँ कसैलाई औषधि हुन्छ मारेको मान्छे बाँच्छ भनेर मैले यहाँ आइस क्युब खोज्दा पनि पाइएन। अनि यो आइस क्युब चाहिँ किन यस्तो सर्टेज भयो कि अब यस्तो बिजी गर्मी भएर भइसक्यो हो कि आमामा बिग मार्टमा छैन के मार्टमा छैन भाट भटिनीमा छैन ल एउटा ब्रान्चमा छैन एउटा आउटलेटमा छैन भनेर 2-3टामा खोजिसकेँ क्या। बिग मार्टको त सुनाकोटीमा खोजेँ त्यसपछि लिएर गएर यहाँ खुमलटारमा आएर सोधेँ त्यहाँ पनि छैन के मार्टमा यहाँ खुमलटारमा सोधेँ त्यहाँ पनि छैन। ल भयो नि त अब भाट भटिनीमा त होला नि त भन्दा पनि भाट भटिनीमा शुद्ध छैन भनेपछि ओहो म त के खोज्न म त अमृतै खोज्न हिँडे जस्तो भयो बाबा। ल यो त जिन्दगीमा पहिलोचोटि मैले यस्तो फ्रस्ट्रेसनै भयो क्या अहिले चाहिँ तट यस्तो बिजोग पनि हुँदो रहेछ। ठाउँै यस्तो हो कि काठमाडौँ एरियामा पनि यस्तो बिजोग छ भनेपछि झन् आउट अफ भ्याल्यु के होला यो आइस क्युब नभएकै हो त।